आमालाई सघाइदियो घेरामा घाँस बोक्न आमा छिटो आउनु ल छिटो जानु आमामा हेर कति काम छ आइदिएको हामीलाई आमामा भान्जाले पनि बित्तार हेर्नु ल आमामा हिँड्ने उता हिँड्ने उहाँ पर फ्याँकिदेऊ गुड उहाँ यहाँ त नानीहरूले के ल्याएको नानी गाईले हान्छ है अलिक परबाट योसँग तार छेप भइसक्यो नानीहरूले ल्याएको आमै जाने काम सघाइदिएको मामुलाई नानी हो र भयो त हौ टोपी पनि लु जानु पाहाडमा यस्तै हुन्छ नि काम यत्रो भारी ल्याएको गाई कराउँछ अलिक पर राख्नुपर्छ है बिरामी भएर हेर त बुवालाई के भयो अरे बिरामी हुनुहुन्छ ज्वरो आएर हेर कति 2 दिन भने बुवा 2 दिन भइसक्यो नानी भयो ल भयो अब होइन भएको आमामा कति बोकेको अन्त